के छ गाइस, आज मेरो कथा सुन्नु न हेरेर रिल्स बनाउँदा बनाउँदा वाक भाइ अनि यतिकै आइडियासँग कोल्याब ठोकेको। सन् 1974 तिरको कुरा हो। सोलुखुम्बु स्थित माछेरमो भन्ने गाउँकी लाक्पाडोमा नामक एउटी युवती गाउँ नजिकैको चौरमा चौरीहरू चराउँदै थिइन्। त्यही क्रममा एक्कासी पुरै शरीर रौँले ढाकेको एउटा अति नै विशाल प्राणी पहाडबाट निस्किएर तीव्र गतिमा लाक्पातिर अगाडि बढ्छ अनि जोडसँग उनलाई धक्का दिन्छ। उनी निकै पर उछेटिएर भुइँमा पछारिन्छन्। त्यसपश्चात त्यो प्राणीले उनका याकहरूमाथि पनि आक्रमण गर्न थाल्छ। लाक्पालाई यो दृश्य देख्दै गर्दा एकदमै डर लाग्छ, किनकि त्यो ठाउँमा उनी एक्लै थिइन् अनि सहायता माग्नलाई कोही पनि थिएन। त्यही भएर त्यहाँबाट उनी अतालिँदै भागेर गाउँतिर कुद्छिन्। गाउँ आएर आफूसँग भएको सम्पूर्ण घटना गाउँलेहरूलाई अनि प्रहरीलाई सुनाउँछिन्। उनको कुरा सुनेर सबै तीन छक्क पर्छन् र हात हातमा हतियार बोकेर घटनास्थलतिर लाग्छन्। अब त्यहाँ पुग्दा उनीहरूले जे देखे त्यसले उनीहरूको होसै उडाइदिन्छ। त्यहाँ केही याकहरू मृत अवस्थामा थिए अनि एउटा याकको त टाउको नै मोडिएको थियो, जुन कुनै आम मान्छे या जनावरका लागि पनि सम्भव कुरा थिएन। लाक्पाले भने जस्तै यो काम कुनै अति नै बलियो प्राणीले मात्र गर्न सक्ने देखिन्थ्यो। तर यो एजम्सन र लाक्पाको बयान बाहेक अरू कुनै ठोस प्रमाण नभएकाले सायद याकहरू बीच आपसी लडाइँ हुँदा यो घटना घट्यो होला भनेर केसलाई क्लोज गरिन्छ। अब त्यही समयतिर ब्रिटिस लेखक ब्रुस च्याटविङ नेपालका अलग अलग स्थानहरू घुम्दै वाट एम आई डुइङ हियर नामक किताब लेख्दै थिए। उनले यो घटनाको बारेमा सुने पछाडि लाक्पा डोल्मालाई भेट्छन् र उनको इन्टरभ्यू लिन्छन्। लाक्पाले फेरि त्यही कुरा दोहोऱ्याउँछिन्, याकहरू बीच लडाइँ भएको हुँदै होइन, एकदमै अनौठो प्राणीले म र उनीहरूमाथि हमला गरेको हो। त्यो प्राणी कुनै भालु थिएन, त्यो एउटा मानव रूपी दानव थियो जसको आकार धेरै नै विशाल थियो अनि शरीर चाहिँ पुरै रौँले ढाकिएको थियो भन्ने बयान दिन्छन्। अब ब्रुसले डोल्माले भनेका विशेषताहरू भएका प्राणीहरूमाथि थप रिसर्च र स्टडी गर्न थाल्छन् र कन्क्लुजनमा पुग्छन् कि यो त एउटा यति हो। अब उनले त्यसो भनिरहँदा धेरैले उनको विश्वास गर्छन्, तर सँगसँगै धेरैले यति एक्जिस्ट नै गर्दैन पनि भन्छन्। सो के यति साँच्चीकै एक्जिस्ट गर्छ कि गर्दैन त, या यो एउटा मिथ मात्र हो कि पछिल्लो समय मनोरञ्जन दिने एउटा एआई क्यारेक्टर मात्र हो त? आउनुहोस् यति र यसको सम्पूर्ण रहस्य बुझ्ने कोसिस गरौँ आजको इनडेप्थ स्टोरीमा। अहिले इन्टरनेटभरि एकदमै भाइरल भइरहेको यतिको कुरा गर्नुभन्दा अगाडि एकैछिन अर्को भाइरल चिजको बारेमा कुरा गरिहालौँ है त। एन्ड द्याट्स हाम्रो केरा गणतन्त्रको टी सर्ट। हामीले आइडिया स्वेयर्स मार्फत केरा गणतन्त्र लगायत विभिन्न डिजाइनहरूमा देशैभरिबाट अर्डर लिइरहेका छौँ। यसरी प्रोडक्ट बेस्ड बिजनेसमा केही पनि एक्सपिरियन्स नभएको कारण यो काम हाम्रो लागि सुरुमा त अलिकति डिफिकल्ट नै थियो। अर्डर लिन पर्यो अनि समयमै देशको जुनै पनि कुनामा डेलिभर गर्न सक्नु पर्यो। अब पछिल्लो समय त धेरै यस्ता लजिस्टिक कम्पनीहरू पनि खुलेका छन् जसले डेलिभरीको काम हेरिरहेका छन्। तर हामीले रिसर्च गर्दा चाहिँ तीमध्ये सबैभन्दा सस्तो र ट्रस्टेड चाहिँ पठाउ पार्सल नै पायौँ। पठाउ पार्सलले भ्यालीभित्र 59 रुपिज र भ्याली बाहिर जुनै पनि ठाउँमा 79 रुपिजमा डेलिभरी गरिरहेको रहेछ। यो रेट मैले सुनेको अरू लजिस्टिक कम्पनीहरू भन्दा त झन्नै 3 गुणा नै सस्तो हो। अनि हामीले सामान पठाएपछि भ्यालीभित्र म्याक्सिमम 22 आवर्समा अनि भ्याली बाहिर चाहिँ म्याक्सिमम 55 आवर्समा डेलिभरी गर्ने रहेछ। अनि भेन्डरको लागि 24 आवर्स नै कल सपोर्ट अभाइलेबल पनि रहेछ अनि अर्डरलाई रियल टाइममा ट्र्याक गर्न पनि सकिने रहेछ। सो यी कुराहरूले गर्दा हामी जस्तै जिरोबाट सुरु गरिरहेको सबैलाई एकदमै सजिलो भयो। अझ इन्डेप्थ स्टोरीकै भ्युअर्सका लागि भनेर पठाउ पार्सलले अर्को एउटा अफर पनि ल्याएको छ। यो भिडियो हेरेर तलको लिङ्कबाट जुन महिनाभरि साइन अप गर्ने जुनसुकै बिजनेसको लागि पनि 50 वटा डेलिभरिजहरू पठाउ पार्सलले फ्रीमै गरिदिनेछ। सो यदि तपाईँ पनि अनलाइन बिजनेस ओन गर्नुहुन्छ अथवा गर्ने प्लान गर्दै हुनुहुन्छ भने तुरुन्तै साइन अप गर्नुहोला। प्लस पठाउसँगै मिलेर हामीले अब आइडिया स्वेयर्समा अबको 2 दिनभित्र आउने जुनै पनि अर्डरमा डेलिभरी फ्री राखेका छौँ। सो अझै पनि हाम्रो टी सर्ट अर्डर गर्नु भएको छैन भने दिस कुड बी राइट टाइम, किनकि अबको 2 दिन पश्चात अर्को आर्थिक वर्ष सुरु नभइन्जेलका लागि हामी अर्डर लिन बन्द गरिदिनेवाला छौँ। पठाउ पार्सल र आइडिया स्वेयर्स दुवैको थप डिटेल्सहरू डिस्क्रिप्सनमा छ, पक्कै पनि चेकआउट गर्नुहोला। ओके, लेट्स स्टार्ट द भिडियो।
यति शब्द शेर्पा कम्युनिटीबाट आएका दुई शब्दहरू ये र तीबाट आएको हो, जसमा ये को अर्थ चट्टान हो अनि ती को अर्थ भालु भन्ने बुझिन्छ। यसरी ठूला चट्टानमा बस्ने भालुलाई अथवा प्राणीलाई यति नाम दिएको मानिन्छ। चट्टानमै बस्ने भएकाले यतिलाई मेन अफ द क्लिफ पनि भन्ने गरिन्छ। यो प्राय 15,000 फिट या त्योभन्दा उचाइमा मात्र बस्ने गर्छ र हत्तपत्त मान्छेको नजरमा आउँदैन। यति देखेको भनेर दावी गर्नेहरूका अनुसार यति झट्ट हेर्दा विशाल आकारको मानवीय रूपको भालु जस्तै देखिन्छ, जसको शरीरभरि पुरै रौँले ढाकेको हुन्छ र त्यो मानिसहरू जस्तै आफ्नो दुई खुट्टामा हिँड्न सक्छ। यसको हात धेरै नै बलियो अनि घुँडासम्म झुन्डिएको हुन्छ। यति 6 फिटदेखि 9 फिटसम्मको अग्लो हुन्छ अनि यसको नाक छोटो तर चौडा हुन्छ, ठ्याक्कै किङ कङको जस्तो। जसले यतिलाई देखेको भनेर क्लेम गर्छन् उनीहरू मध्येको एउटा समूहले यतिलाई एउटा रहस्यमय इन्टिटी जुन झट्ट हेर्दा आदि मानव जस्तो अनि आदि चाहिँ जाइन्ट एप जस्तो भनेर चित्रण गर्छन् भने अर्को समूहले चाहिँ यतिलाई मान्छे, भालु अनि स्नोम्यानको हाइब्रिड भएको दावी गर्ने गर्छन्। अब मान्छेको नजरमा खासै नआउने यो प्राणी एक्जिस्ट चाहिँ गर्छ भन्ने प्रमाणहरू भने समय समयमा भेटिने गरेको छ। जस्तै सन् 1951 को कुरा हो, एडमन्ड हिलारी अनि तेन्जिङ नोर्गे लगायतका माउन्टेन क्लाइम्बरको एउटा टोली माउन्ट एभरेस्ट एक्सपेडिसनमा थियो। उनीहरूको लक्ष्य यो पत्ता लगाउनु थियो कि माउन्ट एभरेस्टलाई कुन रुटबाट चढ्न सकिन्छ। यही टोलीमा रहेका दुईजना क्लाइम्बिङ एक्सप्लोररहरू इरिक सिम्पटम अनि माइकल वार्डले एभरेस्टको पश्चिम साइडमा रहेको मेङलुङ ग्लासियरमा एउटा अनौठो फुटप्रिन्ट्स देख्छन्। झट्ट हेर्दा मान्छेको जस्तो देखिए पनि त्यो पैताला एउटा नर्मल मान्छेको भन्दा धेरै ठुलो थियो र अर्को कुरा यो आम मान्छेको पैताला हुनै सक्दैन थियो, किनकि त्यस्तो फ्रिजिङ टेम्परेचरमा कुनै मान्छे बुट वा प्रोटेक्सन बिना खाली खुट्टा हिँड्न सक्ने कुरै थिएन। त्यो पैतालाको छाप कति ठुलो छ भनेर नाप्नका लागि उनीहरूसँग मेजरिङ टेप त थिएन, तर जब उनीहरूले एउटा ठुलै आकारको आइस एक्स त्यो पैतालाको छेउमा राखेर दुवैलाई कम्पेयर गरे उनीहरू यो देखेर दङ्ग परे कि त्यो फुटप्रिन्ट झन्डै 14 इन्च लामो थियो। जब यो फोटो पब्लिस भयो यो यति लोकप्रिय भयो कि देश विदेशका पत्रपत्रिकाहरूले यसलाई छाप्न थाले, यो बारे लेख्न थाले अनि यो घटना एकाएक चर्चाको विषय बन्न पुग्यो, किनभने यो पहिलो पटक थियो जब यतिको एक्जिस्टेन्स प्रुभ गर्ने प्रमाण भेटिँदै थियो। यो प्रमाणसँगै वर्षौंदेखि चलिआएको यतिको कहानी अब कहानी मात्र नभएर यथार्थ नै पो रहेछ कि भन्नेमा मानिसहरूले विश्वास गर्दै थिए। अब यो घटनाभन्दा अगाडि यति रिलेटेड इन्सिडेन्ट्सहरू नभएको भने होइन। यस्तै एउटा कहानी छ सन् 1832 तिरको। युरोपियन ट्रेकर बीएच हर्टसङ र उनको टिमले नर्दर्न नेपालको पर्वतारोहण गर्ने क्रममा टाढैबाट एउटा रौँले घेरेको विशाल आकृति देखे जुन एउटा एभरेज मान्छे भन्दा 2 गुणा ठुलो थियो, तर यो कुनै चिम्प होला भनेर यसलाई उनले खासै वास्ता गरेनन्। त्यस्तै अर्को घटना सन् 1899 को छ। सिक्किमको एउटा भ्याली जुन समुद्र सतहबाट झन्डै 17,000 फिटको उचाइमा छ, त्यही भ्यालीमा घुम्ने क्रममा लरेन्स वेडेलले जमिनमा विशाल फुटप्रिन्ट्स स्पट गरे जुन एउटा एभरेज मान्छेको भन्दा झन्डै 5 गुणा ठुलो थियो, तर फेरि कुनै भालुको होला भन्ने सोचेर उनले पनि खासै वास्ता गरेनन्। त्यसै 29 अप्रिल 2019 को घटना हो। इन्डियन आर्मीका केही पर्वतारोहीहरू एउटा एक्सपेडिसनमा थिए, तब उनीहरूले मकालु बेस क्याम्पको नजिकै एउटा धेरै नै विशाल फुटप्रिन्ट देखे। झट्ट हेर्दा मानवीय पैताला जस्तो देखिए पनि त्यो फुटप्रिन्टको लम्बाइ 32 इन्चको थियो भने चौडाइ चाहिँ 15 इन्चको थियो। यो आकार एउटा नर्मल मान्छेको भन्दा झन्डै 3 गुणा ठुलो थियो। जब इन्डियन आर्मीले त्यही नजिकैका शेर्पाहरूलाई त्यो फुटप्रिन्टको बारेमा सोध्छन्, शेर्पाहरूले ए सायद त्यो यतिको होला भनिदिन्छन्। शेर्पाहरूको लागि यो कुरै नौलो कुरा थिएन, किनभने यतिको ओरिजिन तिब्बतीयन शेर्पा फ्लोकलोरबाटै भएको मानिन्छ। तिब्बतीयन धार्मिक ग्रन्थ मणि काबुमका अनुसार तिब्बतीयनहरू आफूलाई दयाका देवता चेनरेजिकका सन्तान भएको मान्छन्, जो चाइनिज मिथोलोजीका मङ्की गडको अवतार थिए। उनले एउटी राक्षसनीसँग विवाह गरे जसबाट उनीहरूका 6 वटा सन्तान समेत जन्मिए। 6 वटै सन्तानको शरीरमा रौँहरू थियो अनि उनीहरूको पुच्छार पनि थियो। समय बित्दै गर्दा उनीहरूको पुच्छार अनि धेरै रौँ त हराउँदै गयो, तर उनीहरूका केही सन्तान भने एकदमै फरक तरिकाले इभल्भ भए, ठ्याक्कै कुनै एप लाइक क्रिएचर जस्तो, जसलाई प्रेजेन्ट डेमा यतिको नाम दिएको मानिन्छ। अब इतिहास या कुनै कम्युनिटीको फ्लोकलोरले भन्नेको आधारमा यति एक्जिस्ट गर्छ भन्ने कुरा दाबी गर्न मिल्दैन।
मानिसहरूलाई साइन्टिफिक प्रुफ अनि इभिडेन्स नै चाहिने हुन्छ। यस्ता इभिडेन्स खोज्ने क्रममा पिटर ब्रायनले पाङबुचे मोनास्ट्रीका भिक्षुहरूसँग यतिको पन्जा र खोपडी भएको कुरा थाहा पाउँछन्। यस पश्चात उनीहरूलाई भेटेर त्यसको तस्बिर लिन्छन् अनि उनले ती भिक्षुहरूलाई त्यो हात नै पनि माग्छन्। अब उनले धेरै नै आग्रह गरे पश्चात उनीहरूले यतिको पन्जाबाट एउटा औँला भने उनलाई दिन्छन्, जस पश्चात उनले त्यस मोनास्ट्रीलाई त्यति बेला 10,000 नेपाली रुपियाँ डोनेसन दिएका थिए। अब उनले त्यो औँला लगेर के गरे यसमा त हामी एकछिनमा आउने नै छौँ। अर्को इभिडेन्स चाहिँ के छ भने आजभन्दा धेरै अगाडि 1950 को दशकमा एउटा 6 इन्च लामो रौँ जुन यतिको शरीरको हुन सक्ने भन्ने कुरा भेटिएको थियो। अनि सबैभन्दा पुरानो अनि महत्त्वपूर्ण इभिडेन्स यस्ता फुटप्रिन्टहरू भेटिएको हुन्छ। तर यो सबै भइरहँदा के यति साँच्चीकै एक्जिस्ट गर्छ त? आँखाले नै नदेखिकन फुटप्रिन्ट, रौँ र स्कललाई हेरेर एउटा मिथिकल मानिएको क्रिएचरको एक्जिस्टेन्सलाई मान्न सकिन्छ त? यो नि एकदमै ठुलो प्रश्न हो जसको उत्तर हो नाइ, सकिँदैन। अगाडि देखाइएका इभिडेन्सहरू रियल त हुन्, तर कुनै इभिडेन्सले पनि यतिको एक्जिस्टेन्सलाई पूर्ण तरिकाले प्रमाणित भने गर्दैन। जस्तै त्यो हिउँमा भेटिएको रौँहरू यतिको नभएर कुनै रौँ घोडाका थिए त कुनै रौँ जङ्गली भालुका। अनि आजभन्दा केही वर्ष अगाडि मात्र नेसनल ट्रस्ट फर नेचर कन्जर्भेसनको लागि विभिन्न जनावरहरूमाथि 7 वर्षसम्म स्टडी अनि रिसर्च गर्दै गर्दा डाक्टर मधु छेत्रीले एउटा अनौठो तर सटिक इभिडेन्स पत्ता लगाए। उनका अनुसार त्यो विशाल फुटप्रिन्ट्स अरू केहीको नभएर तिबेटियन ब्राउन बियरको हुन सक्ने भने। यो प्रजातिको भालु धेरै नै रेयर हुन्छ र धेरै नै रेयरली मात्र मानिसहरूको अगाडि देखा पर्छ। मधु छेत्रीका अनुसार ती विशाल फुटप्रिन्ट त्यही नजिक मात्र देखा पर्छ जहाँ तिबेटियन ब्राउन बियरको मनपर्ने शिकार हिमालयन मर्मोट्सले दुलो खनेको हुन्छ। मकालु बेस क्याम्प अनि एभरेस्ट नजिकै हिउँमा भेटेका फुटप्रिन्ट पनि कुनै पोलार बियर या त्यही तिबेटियन ब्राउन बियरको हुन सक्छ भनिन्छ। त्यस्तै पिटर ब्रायनले अघि मोनास्ट्रीका भिक्षुहरूबाट लिएको औँलामा पछि ल्याबमा गएर रिसर्च गर्दा त्यो औँला यतिको नभएर आम मान्छेकै हुन सक्ने निष्कर्ष निकालिएको थियो। त्यस्तै खोपडीको केसमा चाहिँ रिसर्चकै क्रममा के थाहा भयो भने यो खोपडी पनि कुनै यतिको नभएर एउटा हिमालय जनावर सिरोको हो जुन ठ्याक्कै बाख्रा जस्तै देखिन्छ। यसरी यति एक्जिस्ट गर्छ भन्ने प्रमाणहरू एकपछि अर्को हुँदै कमजोर साबित हुँदै गए। सो यतिको एक्जिस्टेन्सलाई प्रुभ गर्ने एट द मोमेन्ट कुनै पनि इभिडेन्स छैन। तर एट द सेम टाइम यतिको एक्जिस्टेन्सलाई डिनाइ गर्ने कुनै ठोस प्रमाण पनि छैन। एप एक्जिस्ट गर्छ, बियर एक्जिस्ट गर्छ, कुनै समय डाइनोसर्स त एक्जिस्ट गर्थ्यो भने मेबी यति पनि एक्जिस्ट गर्ला, तर यसलाई प्रमाणित गर्ने प्रमाणसम्म चाहिँ हामी नपुगेको पनि हुन सक्छौँ भन्ने पनि छन्। सो यतिको अस्तित्व होस् या नहोस्, एट द एन्ड अफ द डे रहस्य तबसम्म मात्र रमाइलो हुन्छ जबसम्म त्यो रहस्य नै रहन्छ। आफ्ना कुराहरू प्रमाणित गर्न जति नै पम्सिए पनि हरेक रहस्यको एउटा समय हुन्छ र यतिको रहस्य खुल्ने सायद यो सही समय नहुन पनि सक्छ। चाहे कुरा जे भए पनि आफ्नै दुनियाँमा व्यस्त हामीलाई बेला बेला यस्ता रमाइला भिडियोहरूले हँसाउन कुनै कसर बाँकी राख्दैनन्। कहिले गोरिला नाचेको, कहिले यति बोलेको। पोखरा जाने हो भने आउनुहोस्, गाडी छुट्न लाग्यो, छिटो गर्नुहोस्। रिल्स, टिकटक अनि सर्ट्सहरूमा यतिका ब्लगहरू हेर्दै गर्दा एउटा प्रश्न चाहिँ मनमा उब्जिन्छ, कतै हामीमा नै एउटा यति पो छ कि? हस् त, थ्याङ्क यू फर वाचिङ।